हेलो गाइज वेलकम टू बैक टू माई च्यानल। आज चाहिँ म र बाबा क्विज कम्पिटिसन खेल्ने छौँ। यो भिडियोमा लाइक र सब्सक्राइब गरिदिनु होला। र यो क्विज कम्पिटिसनमा चाहिँ नियम छ, बाबाले 5 वटा क्वेसन सोध्ने, मैले 5 वटा सोध्ने। अनि यहाँ चाहिँ बहुत ठुलो हावाहुरी अहिले रोकिएको छ। हावाहुरी आउनको कारणले यिनी लसुन पनि यसरी उडेका छन्। त्यही भएर चाहिँ हामीले यो भिडियोलाई 5 मिनटको वा 4 मिनटको मात्रै बनाउने छौँ। यो भिडियोमा लाइक र सब्सक्राइब डुट्टै हानिदिनु होला। यो सुरुमा चाहिँ कसले सोध्ने बाबा क्वेसन? मैले सोधेँ है। तिमीले के सोध्छौ भन? ल हिँड्दा हिँड्दा एउटा गुफा मिल्यो, झनै हिँड्दा हिँड्दा दुईटा गुफा मिल्यो, झनै हिँड्दा हिँड्दा दुईटा गुफा मिल्यो, साइडमा जाँदाखेरि एउटा ठुलो गुफा मिल्यो, साइडमा जाँदाखेरि एउटा ठुलो गुफा मिल्यो, झनै अगाडि जाँदाखेरि फेरि लामो र ठुलो बाटो मिल्यो, झनै अगाडि जाँदाखेरि फेरि जङ्गलै जङ्गल मिल्यो। यसको सही आन्सर के होला? घना घोर जङ्गल। घना घोर जङ्गलमा गुफा पनि हुन्छन्। नै बाटो पनि हुन सक्छ, बिचमा बाघ भालु चितुवा हिँड्ने, त्यही हुन सक्छ। अरू हो, बहुत सजिलो छ। त्यही हुन सक्छ मेरो दिमागमा त। पास दिनुहुन्छ ल? ल पास। हान्नु पास। हान्नु भनेको के हातमा? यसको सही अनुसार हुन्छ मुन्डी गाइज। त्यो हाम्रो टाउको के हान्नु। हिँड्दा हिँड्दा एउटा गुफा मिल्यो, झनै हिँड्दा हिँड्दा दुईटा गुफा मिल्यो, झनै हिँड्दा हिँड्दा दुईटा गुफा मिल्यो, साइडमा जाँदाखेरि एउटा ठुलो गुफा मिल्यो, साइडमा जाँदाखेरि एउटा झनै ठुलो गुफा मिल्यो, माथि जाँदाखेरि लामो र ठुलो बाटो मिल्यो, अझै माथि जाँदाखेरि फेरि जङ्गलै जङ्गल मिल्यो। भयो कि नै? अलि भएन। तर यो चाहिँ सही आन्सर है। कुन चिजको के को भण्डारलाई ताती भनिन्छ? कमिलाको भण्डारलाई। सही उत्तर। ल अब अर्को चाहिँ हुनेछ। हामीले मैले कण्ठ पारेको थिएँ के अरे कोही क्वेसन्स। 9 तल्ले घर, न झ्याल न ढोका। सही उत्तर। अब मैले 2टा सोध्नु छ न। अब मैले बाहिर हरियो भित्र सेतो के होला? बाहिर हरियो भित्र सेतो त जे पनि हुन्छ। केरा पनि बाहिर हरियो भित्र सेतो। तर पाकेकोमा के त बेलौती पनि हुन सक्छ। बेलौती पनि हुन सक्छ। ल ग्यास। अरू फलफुल पनि हुन सक्छ। तर त्यसको त भित्र गेडा हुन्छ नि हैन? त्यो चाहिँ ब्राउन कलरको हुन्छ है। धान पनि हुन सक्छ। ल पास। पास गर। ल सोध्नुहुन्छ अझै? मैले त ल पास दिनु न पहिला। ल पास भयो। हान्नु न। हान्नै परेन। ल पास दे भइसकेको छ। यसको सही उत्तर हुन सक्छ एभोकाडो। बाहिर हरियो हुन्छ पाकेकोमा पनि, भित्र सेतो हुन्छ कि नै खानु त भन्ने खानेकुरा सेतो हुन्छ कि नै भित्र, अनि फेरि त्यो उस्तै ब्राउन हुन्छ त्यसको गेडा। तिमीले आफै बनाएको क्वेसन होइन, मलाई पनि थाहा थिएन, हाम्रो टिचरले सोधेको। अनि अर्को क्वेसन चाहिँ हुन्छ, कुन यस्तो चिज हो? ए होइन, कुन यस्तो चिज हो त्यसले धेरै भारी चिज उठाउन सक्छ जनावरहरूबाट? ठुलो जनावर भएपछि भारी उठाउन सक्छ। हात्तीले धेरै होइन, त्यस्तो नै। त्यसमा धेरैजनाले सवार पनि गरेछन्, यहाँदेखि वहाँ जान। त्यस्ता घोडा हुन्छ, खच्चड हुन्छ। त्यसको सही उत्तर हुन्छ ऊँट हो कि न? त्यसले धेरै वजन पनि उठाउन सक्छ। मेरो 5 वटा क्वेसन चाहिँ अहिले भइसकेको छ। अब चाहिँ बाबाको पाली। ल बाबा सोध्नु त। मैले त एउटा मात्रै क्वेसन सोध्नु भएन। नै के 2टा? ल 3टा मात्रै। हेर 3जना साथीहरू रहेछन् है, एकदम राम्रो पढेका। त्यहाँ त 3जनाले के कुरा गर्छ? त्यसको आन्सर छ कि नै बाबा? आन्सर छ। 3जना होइन, कुरो के कुरै गरौँ भनेको। ए कुरै है, कुरा गरौँ भनेको। के कुरा गर्ने भन्दा के कुरा गर्ने, कसको कुरा गर्ने भन्दा एकजनाले भन्छ मैले आज
यत्रो बुटोल जानुपर्ने थियो है। बुटोल जाँदा जाँदै त बाटोमा जाम परेछ। बाटोमा जाम परिसकेपछि हेर किन जाम पर्यो भन्दै जाँदै गर्दा त्यो एउटा खोलामा यति ठुलो ढुङ्गो पहिरो आएर बाटो रोकेर जाम परेको रहेछ। जेसिबी डोजरले पनि त्यो ढुङ्गो सार्न नसकेर बाटो जाम परेछ। अब म त यसो के विचार गरेँ भनेर एकजना गएछ र त्यहाँ त त्यो ढुङ्गोलाई यस्तो मैले स्याट कान्छेउलाले स्याट त्यो ढुङ्गोलाई हटाएर सब जाम खोल्दै भनेछ। कसरी भन्दा कुरै त हो नि भन्थ्यो अरे के। ए यस्तो हँसाउने कुरै त हो नि, कान्छीवालाले कसैले सक्दैन, अब त्यसले कसरी सकुस्? शुद्ध बाघले त सक्दैन, राजाले त सक्दैन, अब त्यसले कसरी सकुस्? जेसिबीले नसकेको कुरै गरेको अझै दुईटा छ नि, अब तिनो दुईटा चाहिँ मेरो यति आजलाई ल। त्यो एउटा मात्रै क्वेसन कि एउटा क्वेसन मात्रै? बाबा क्वेसन मात्रै। इन्ड गर ल यो भिडियोलाई चाहिँ मैले एन्ड गर्न चाहन्छु। आजको भिडियो कस्तो लागेको लाइक र सब्सक्राइब दुइटै गरिदिनु होला है। मैले भर्खरै हेर्छु कति आउँछ मेरोमा।